प्रचण्डले भने म रवि लामिछानेकै लागि लडिरहेको छु, रासोपाले पछि बुझ्नेछ, रविलाई अन्याय हुन दिन्न। रासोपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नको निम्ति मैले अन्तिम समयसम्म प्रयास गरेको, अझै गर्दैछु। रासोपाको साथीहरूले एक दिन सबै कुरा बुझ्ने। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र सभापति रवि लामिछानेलाई अन्याय नहोस् भन्ने चाहना आफूमा आजै रहेको बताएका छन्। मंगलबार सिंहदरबारमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले रासोपालाई लिएर भइरहेको परिस्थितिमा आफू अन्तिम समयसम्म सकारात्मक प्रयासमा लागेको र हाल पनि त्यसैमा क्रियाशील रहेको बताए। उनले भने, यसमा म रासोपालाई धेरै भन्न चाहन्न, तर रासोपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्न हामीले अन्तिम समयसम्म प्रयास गरेका हौं, आजै गरिरहेका छौं। रासोपाका साथीहरूले एक दिन सबै कुरा बुझ्नुहुनेछ। त्यस क्रममा प्रचण्डले समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने बारे पनि आजको भेटघाटमा छलफल भएको जानकारी दिए। यस्तै प्रचण्डले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताएका छन्। ललितपुरमा आयोजित बेतलबी र घरेलु हेरचाह कार्य सम्बन्धी संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले सुनिश्चित गरेका श्रमिकका हक अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पारे। उनले आफू सरकारमा रहँदा औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने अभियानको थालनी गरिएको स्मरण गराउँदै त्यो कदम श्रमिकको जीवनलाई मर्यादित र सम्मानित बनाउने दिशामा महत्वपूर्ण भएको उल्लेख गरे। अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गरेका छन्। कार्यक्रममा उनले घरेलु श्रम तथा हेरचाह कार्यलाई पेशागत, सम्मानित र मर्यादित बनाउने अभियानमा पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्। अहिले सदनको चाहिँ भइरहेको परिस्थितिको पनि अलिकति समीक्षा गरियो सदनको बारेमा, अनि समाजवादी मोर्चालाई अब कसरी लैजाने भन्ने र अनि दुई पार्टीको सम्बन्धको बारेमा नि सामान्य छलफल हो, त्यस्तो कुनै गम्भीर विषयमा होइन। यसमा म अहिले पनि रासोपालाई धेरै भन्न चाहन्न। रासोपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नको निम्ति मैले अन्तिम समयसम्म प्रयास गरेको, अझै गर्दैछु। रासोपाको साथीहरूले एक दिन सबै कुरा बुझ्ने। युवालयद्वारा आयोजित यो विशेष संवाद कार्यक्रमका अध्यक्ष तथा युवालयका पनि अध्यक्ष महोदय, भर्खरै विशेष अतिथिका रूपमा सम्बोधन गर्नुहुने माननीय रमा कोइरालाज्यू, राष्ट्रिय युवा परिषदका सुरेन्द्र बस्नेतज्यू, यहाँ उपस्थित सबै